सम्माननीय सभामुखज्यू, माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्य, के विषयमा यहाँले के भन्न खोज्नुभयो, किन उठ्नुभयो? आकस्मिक समय माग्नु भएको छैन। माननीय सदस्य बस्नुहोस्, मेरो ध्यान आकर्षण भएको छ। यो विषयमा सचिवालयमा कुरा गर्छु। बस्नुहोस्। माननीय सदस्यहरू, केही माननीय सदस्यहरूले आकस्मिक समयमा बोल्नको लागि समय माग्नु भएको छ। म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम माननीय सदस्य विष्णुमाया विक, समय 3 मिनट। सम्माननीय सभामुख महोदय, हिजो हामी राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट काभ्रेको बनेपा स्थित सुकुम्बासीमा राखिएको होल्डिङ सेन्टरको अवलोकन भ्रमण गरेका थियौँ। 110 जना सुकुम्बासी नागरिक रहेको त्यस सेन्टरमा नर्सरीदेखि +2 पढ्दै गरेका 22 जना विद्यार्थी र ब्याचलर पढ्दै गरेका 5 जना विद्यार्थी बस्दै आएका छन्। आफ्नो घरमा डोजर चलेदेखि उनीहरूको पठन पाठन ठप्प भएको छ। उनीहरू त्यही होल्डिङ सेन्टरमा कैदी जस्तै थुनिएर बसेका छन् र अर्का मिलन तामाङ नाम गरेका 28 वर्षीय युवा जो पठाउ चलाएर जीविकोपार्जन गर्थे, उनी डोजरले आफ्नो घर भत्काएको दिनदेखि बोल्न नसक्ने र थरथर कापिरहने भएका छन्। एकजना सुत्केरी महिला कुपोषणको शिकार भएकी छन् र अरू मुटु रोगी दुर्गा गुरुङ जस्तै थुप्रै दीर्घ रोगीहरूले नियमित डाक्टरको परामर्श र औषधि खान पाएका छैनन्। सर्वप्रथम त मानसिक सन्तुलन गुमाएका मिलन तामाङको उपचारको लागि सरकारको ध्यान तत्काल आकर्षण गर्दछु। त्यसैगरी ब्याचलर पढ्दै गरेका रोजिना परियार लगायत अन्य 5 जना युवाहरूलाई
तत्काल कलेज जाने वातावरण तयार गर्न सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। नर्सरीदेखि +2 पढ्दै गरेका बालबालिकाको लागि तत्काल उनीहरूको पठन पाठनलाई अघि बढाउने वातावरण सिर्जना होस्। सभामुख महोदय, गरिब हुनु अपराध होइन, सुकुम्बासी हुन कसैलाई पनि रहर छैन। देश समृद्ध हुन पहिला गरिबी अन्त्य हुनु जरुरी छ। काठमाडौँबाट गरिब भगाउने जुन सरकारले नीति लिएको छ यो 100% गलत छ। गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ। आज डोजर आतङ्कले देशैभरिका सुकुम्बासी आन्दोलित छन्। उनीहरूलाई सान्त्वना दिन सरकारको तर्फबाट सान्त्वना दिनको लागि सरकारको तर्फबाट सम्बोधन गर्न म अनुरोध गर्न चाहन्छु। अब देशले द्वन्द्व होइन शान्ति खोजिरहेको छ, त्यसैले सरकार शान्ति स्थापनाको लागि तयार होस् भन्ने आग्रह गर्दै आफ्नो भनाइ अन्त गर्दछु। माननीय सदस्य शम्भु प्रसाद ढकाल, समय 3 मिनट। सम्माननीय सभामुख महोदय, आत्महत्या आफैमा कायर निर्णय हो भन्छ समाज, तर नेपालको कानुनले आत्महत्या स्वयंको कायरता मात्र होइन अरूको दुरुत्साहनबाट पनि हुन्छ भनेको छ। यो कुरा मुलुकी अपराध संहिता 2074 को दफा 185 मा उल्लेख छ। हिजो बेलुकी विराटनगरको एक ब्याङ्कमा कार्यरत दमक 8 का पिताम्बर खड्काले आत्महत्या गरे र आत्महत्या गर्नु अघि उनले 4 जना सिनियर र सहकर्मीको फोटो राखेर मलाई आत्महत्या गर्न यिनैले बाध्य पारेका हुन् भनेका छन्। वैदेशिक रोजगारीमा रहेका सुनसरीका एक युवकसँग झापा कन्काई 5 की एक युवतीको प्रेम भयो। युवक नेपाल आएपछि युवतीका परिवारले विवाहको प्रस्ताव लिएर घर गए। केटा पक्षले मोटरसाइकल सहित करिब 10 लाख बराबरको दाइजोको अफर गरे र युवतीले आफ्नो प्रेम असफल भएको ठानेर आत्महत्या गरिन्। यस्तै कन्काई एकका एक युवक साइबर क्राइममा परे। पुलिस कहाँ गए, पुलिसले सुनवाई गरेन अनि उनीमाथि अधिक टर्चर भएपछि आत्महत्या गरे। दमकका खड्का हुन् अथवा कन्काईका दुवै प्रतिनिधि घटना मात्रै हुन्। यस्ता केसहरूमा सम्बन्धित निकायले दबाव प्रभाव बिना अनुसन्धान गरोस्। एकातिर अनुसन्धान सही र संवेदनशील भएन भने दुरुत्साहन गर्नेहरू बच्ने छन्, पीडितले न्याय पाउने छैनन्। अर्कोतिर आत्महत्या गर्नेहरूले स्टाटस या आरोप लगाएकै भरमा फेरि दण्ड गर्ने हो भने एकातिर अन्याय हुन जान्छ। यस्ता संवेदनशील घटनामा सम्बन्ध अनुसन्धान निकायले संवेदनशील भएर अनुसन्धान गरोस् र कानुन र व्यवहारमा जटिलता भए सिफारिस गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु। धन्यवाद। माननीय सदस्य नीता घतानी, समय 3 मिनट। सम्माननीय सभामुख महोदय, कोठा खाली छ सरकार भन्दै दिपा नेपाली माइतीघर मण्डलामा सत्याग्रह धरनामा बसेको आज 31 दिन हुँदैछ। यो केवल एउटा घटना, यो केवल एउटा कोठाको विषयमा होइन, यो दलित समुदायमाथि वर्षौँदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिष्कार विरुद्ध उठेको समाजको यथार्थ बोल्ने प्रश्न हो। यो राज्यमा दलित समुदायका लागि अवसर, सम्मान र सम्मान पहुँच किन अझै खाली छ भन्ने प्रश्न पनि हो। सभामुख महोदय, हामीले संविधानमा समानता, सामाजिक न्याय, दलितको हक विषय राख्यौँ र छुवाछुत मुक्त राष्ट्र घोषणा पनि गर्यौँ, तर व्यवहारमा अझै अवस्था फरक देखिन्छ। स्नातक तह अध्ययनका लागि काठमाडौँ आएका किरण विकलाई घरबेटीले जात थाहा पाएपछि डेराबाट निकाल्यो, अन्ततः उनी सुदूरपश्चिम फर्किन बाध्य भए। नीरज विश्वकर्माले आफ्नो स्नातक तहको अध्ययनको सिलसिलामा 40औं पटक डेरा सर्नु परेको पीडा उस्तै छ। दलित समुदायका कैयौँ व्यक्तिहरू न्यायाधीश, मन्त्री, सांसद, सचिव र प्रभावशाली व्यक्तित्व समेत थर लुकाएर बस्न बाध्य छन्। यी घटना कुनै एक व्यक्तिको कथा मात्र होइन, यो हजारौँ दलितहरूले दैनिक भोगिरहेको यथार्थ प्रतिनिधि घटना हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलित समुदायसँग माफी माग्नुभयो, यो सकारात्मक कदम थियो। तर माइतीघर मण्डलामा 31 दिनदेखि जारी सत्याग्रह धरना र दलित समुदायको पीडाप्रति सरकारको ध्यान जान सकेको छैन। दलित समुदायको सम्मान केवल माफी वा भाषणमा सीमित हुँदैन, यो व्यवहार, संवेदनशीलता र न्यायमा देखिनुपर्छ। म सरकारसँग आग्रह गर्न चाहन्छु, जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कानुनले कडाइका साथ कार्यान्वयन गरियोस्। पीडितलाई तत्काल न्याय र दोषीलाई कारबाही सुनिश्चित गरियोस्। डेरा, शिक्षा, राजनीति, रोजगारी तथा सार्वजनिक जीवनमा हुने विभेदमाथि विशेष अनुगमन गरियोस्। सरकारको संविधानको मर्म अनुसार सामाजिक न्यायलाई कागजमा मात्र होइन व्यवहारमा पनि अनुभूत हुने गरी ठोस कदम चालियोस्। दलित समुदाय अझै पनि सम्मान र अधिकारका लागि सडकमा उभिन बाध्य
किन छ भन्ने प्रश्नको जवाफ अब राज्यले दिनुपर्छ। दलित समुदायले आशय, निगाह र दया खोजिरहेको होइन, संविधानको प्रत्याभूत गरेको मानवीय मर्यादा र गरिमा खोजिरहेको छ। दलितको मुद्दा मानव अधिकारको विश्वव्यापी घोषणापत्र 1948 को विषय भएको कुरा पनि म स्मरण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य क्षितिज थेबे, समय 3 मिनट। सम्माननीय सभामुख महोदय, नेपालको एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र पाथिभरा मङ्गुलम मन्दिर, त्यहाँ निर्माणाधीन केबल कार परियोजना आजका विषयमा आज ताप्लेजुङ मात्र होइन सिङ्गो देशको ध्यान केन्द्रित भएको छ। सरकारले मौखिक रूपमा काम रोकिएको भन्ने सूचना बाहिरिएको छ, तर प्रश्न यो हो कि सरकारको आधिकारिक धारणा के हो? यो आयोजना बन्ने हो कि रोकिने हो? आज ताप्लेजुङका जनता गहिरो अन्यल छ। एकातिर विरोधको कार्यक्रमहरू सार्वजनिक भएका छन्, अर्कोतर्फ विकास, पर्यटन, रोजगार र पूर्वाधारको दृष्टिले आयोजना अनिवार्य रूपमा बन्नुपर्छ भन्ने माग गरिरहेका छन्। यस्तो संवेदनशील विषयमा सरकार मौन बस्न मिल्दैन। म सरकारसँग स्पष्ट जवाफ माग्न चाहन्छु। के केबल कार निर्माण स्थायी रूपमा रोकिएको हो कि होइन? स्थानीय समुदाय, धार्मिक आस्था, सांस्कृतिक विषय र विकासबीच सन्तुलन कायम गर्न सरकारको ठोस योजना के छ? म विशेष रूपमा आग्रह गर्न चाहन्छु, ताप्लेजुङका जनतालाई अफवाह होइन, आधिकारिक जानकारी चाहिएको छ। मौखिक आदेश होइन, स्पष्ट सरकारी धारणा चाहिएको छ। सबै पक्षबीच विश्वासको वातावरण बनाई अगाडि बढोस्, सरकारले ध्यान आकर्षण गराउन चाहन्छु। र सभामुख महोदय, म आइतबार मात्र ताप्लेजुङबाट काठमाडौँ आउँदाखेरि ताप्लेजुङको लुम्बिनी पुलबाट दोभान बजारको खण्ड आएको थिएँ। करिब 77 सालमा लागेको टेन्डर 80 सालमा म्याद सिद्धिएको रहेछ र 3 वर्ष भएछ म्याद थप भएको। 3 वर्ष बितिसक्दा पनि त्यो सडकमा गाडी सञ्चालन हुँदैन र म आफ्नै गाडी सञ्चालन हुन नसकेर पछि त्यहाँनिर डोजरले बाटो खोलेर आएको थियो। कस्तो अवस्था हो यो? 3 वर्ष म्याद थप्दा पनि ट्र्याक पनि खोल्न नसक्ने के हो? सरकारले ध्यान आकर्षण गराउन चाहन्छु र तत्काल त्यो काम अगाडि बढाओस्। धन्यवाद। माननीय सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य चन्द्रमोहन यादव। सम्मान्य सभामुख महोदय, म धनुषा क्षेत्र नम्बर 4 मिथिला नगरपालिका वडा नम्बर 7 त्यहाँ डेडिकेटेड ट्रमा सेन्टरको लागि जग्गा प्राप्ति भइसकेको छ, करिब 4 बिघा जग्गा। तर अहिलेसम्म कहाँ फाइल अड्केको छ थाहा भइरहेको छैन। हाम्रो जस्तो देश जहाँ शिक्षा र स्वास्थ्यमा सबभन्दा बढी लगानी हुनुपर्छ, यो विषय जहिले पनि प्रायोरिटीमा हुनुपर्छ। दुर्भाग्य या आइरोनिकल भनौँ, अहिलेसम्म डेडिकेटेड ट्रमा सेन्टर काठमाडौँमा मात्रै छ। हाम्रो वीर हस्पिटलसँग गाँसिएको, जो हाम्रो छिमेकी मित्र राष्ट्र भारतको सहयोगमा बनाइएको छ। मेरो जोरदार माग छ त्यो जो धनुषा क्षेत्र नम्बर 4 मिथिला नगरपालिका। माननीय सदस्य जगत प्रसाद जोशी। सम्मान्य सभामुख महोदय, निर्वाचनमा वाचा गरेका छौँ, सडकहरू ठिक समयमा बन्नेछन्, भ्रष्टाचार बन्द हुनेछ, औसत आयुमा वृद्धि हुनेछ, शिक्षाको सूचकाङ्क वृद्धि हुनेछ। यी सबै उपलब्धि हासिल गर्न सबै काम समयमै पुरा हुन जरुरी छ। त्यसको लागि प्रदेश तह, स्थानीय तह सबैको स्पिड र स्पिरिट मिल्न जरुरी छ। 1 वर्ष अघि सम्पन्न हुनुपर्ने योजना अहिलेसम्म सम्पन्न भएको छैन। असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म सुरु भएको छैन। यी समस्या मेरो निर्वाचन क्षेत्रमा मात्रै होइन, देशभरिकै समस्या हुन्। सडकको काम अधुरो छ, पुलको काम अधुरो छ, स्वास्थ्य चौकी अधुरो भवन भत्किने बेला भइसक्यो, काम सकिएको छैन। खानेपानी ट्याङ्की ठडिएको छ, बोरिङ छैन, बोरिङ छ ट्याङ्की बनेको छैन, बन्ने सुरसार पनि छैन। यी कुनै मनगणन्ते कुरा होइनन्, क्षेत्र भ्रमणमा जाँदा मन पोल्ने दृश्यहरू हुन्। सम्मान्य सभामुख महोदय, अब हामीलाई पर्खिने छुट छैन, पछाडि फर्किने छुट पनि छैन। कडा नियम बनाऊ, नियमको पालना गरौँ। समयमा योजना सम्पन्न गर्न नसक्ने कम्पनीको ब्याङ्क ग्यारेन्टी तान्नुपर्छ। कालो सूची। माननीय सदस्य जगदीश खरेल, ललितपुर।
सम्माननीय सभामुख महोदय, म सम्पदा र सभ्यताको धनी कला नगरी ललितपुर क्षेत्र नम्बर 2बाट प्रतिनिधित्व गर्छु। सम्माननीय सभामुख महोदय, हामी धेरैलाई लाग्छ भगवानले हाम्रो रक्षा गर्छन्, तर मेरो नगरमा मेरो क्षेत्रमा भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ। मूर्तिहरू चोरी भएका छन्, हिटीहरू चोरी भएका छन्, उत्खनन गर्नुपर्ने अवस्था छ, अतिक्रमण बढिरहेको छ। यो हिसाबले गर्दाखेरि मेरो एकजना सम्पदा अभियन्ता मित्र यादवलाल कायस्थ भन्नुहुन्छ, लौ न अब त भगवानलाई जोगाउनु पर्यो। पछिल्लो घटना सम्झाउन चाहन्छु सम्माननीय सभामुख महोदय। रातो मच्छिन्द्रनाथको जात्रा जुन 1600 वर्षदेखि हामी चलाइरहेका छौँ, रातो मच्छिन्द्रनाथको खास गरेर त्यो धोमाको दायाँ बायाँ राख्ने हितीमङ्ग जुन 9 फिट लामो हुन्छ, त्यसको चोरी भयो, हरायो। त्यो हराएको पनि 1-1.5 महिना भयो। त्यो 80-90 किलोको हुन्छ, त्यो कहाँ गयो कसो गयो थाहा छैन। हामी अहिले जात्रा मनाइरहेका छौँ। म सम्माननीय सभामुख ज्यू मार्फत गुठी संस्थानलाई र प्रहरीलाई आग्रह गर्न चाहन्छु, कृपया त्यो छिटो उपलब्ध गराइदिनु। माननीय सदस्य जगदीश खरेल दोलखा। सम्माननीय सभामुख महोदय, मैले आज यस सदनमा उठाउन लागेका कुराहरू त्यही तामाकोसी छानबिनका विषयमा होलान्, भेडेपुको जग्गा ती पीडित सुकुम्बासीको विषयमा होला, यावत विषयमा तत्कालीन सरकारको सदनमा पनि नउठेका होइनन्। आजसम्म ती सुन्ने समयमा उठेका कुराहरू त्यही क्यामेराले खिचेर रेकर्ड गर्न मात्रै हो कि कार्यान्वयनमा ल्याउन पनि हो। मैले गत सदनमा पनि कुरा उठाएकै थिएँ, बर्खा लाग्न लागिसक्यो, कुनै सुनवाई भएको छैन। होइन, त्यही क्यामेरामा रेकर्ड गरेर सुनाइ गर्न मात्रै हो भने यो सुन्ने समय बन्द गरियोस्। होइन भने यो सुन्ने समयमा उठाएका विषयहरूलाई शक्तिशाली आयोग गठन गरेर, शक्तिशाली समिति गठन गरेर तत्काल नियमनमा गइयोस्। योभन्दा अघिल्लो सदनमा हामीले देखेका छौँ सभामुख महोदय, नसुनिएको कारणले माननीय हरिढकालले मौन धारण गरेको पनि हामीले देखेका छौँ। त्यो दिन नहोस् भन्न यो सदन मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य जनक राजगिरी। सम्माननीय सभामुख महोदय, सुदूरपश्चिममा 88वटा स्थानीय तह छन्, जसमध्ये 86वटा स्थानीय तहमा सडक सञ्जाल पुगेको छ र बाजुरा जिल्लाको 2टा स्थानीय तह त्रिवेणी नगरपालिका र स्वामी कार्तिक खापर गाउँपालिकामा कर्णाली नदीमा पुल छैन, त्यसैले त्यहाँको स्थानीय नागरिकहरूले सडक सञ्जालबाट वञ्चित हुनु परेको छ। त्रिवेणी नगरपालिका जहाँ बुढीगङ्गामा पुल छैन, पक्की पुल, र त्यसको ठेक्का भएको 78 साल फागुन 9 गते ठेक्का भएको, 81 साल फागुन 10 गते पुरा हुनुपर्नेमा त्यो अहिलेसम्म अलपत्र परेको छ। नेपाल सरकारको सभामुख मार्फत यी दुवै ठाउँमा कर्णाली नदीमा पक्की पुल र त्रिवेणीको बुढीगङ्गा नदीमा पक्की पुलका लागि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य जनक सिंह धामी। सम्मानीय सभामुख महोदय, म आज कञ्चनपुर क्षेत्र नम्बर 1 को यस्तो ठाउँको बारेमा सम्मानित सदनमा कुरा उठाउँदैछु जहाँका जनताहरूको वर्षायाम सुरु हुने बित्तिकै रातिको निन्द्रा र दिनको भोक हराउँछ। त्यो ठाउँको नाम हो लालजाडी, बेलौरी, बेलडाँडी र पुनर्वास। जनताको निन्द्रा र भोक हराइदिने अभिशापको रूपमा रहेको त्यो नदीको नाम हो दोदा नदी र चौधर नदी। दोदा र चौधर नदीको उच्च बहावले जमिन कटान डुबान र पटानले यो क्षेत्रका जनताहरूको जनजीवन उच्च जोखिममा छ र कष्टकर बनिरहेको छ। जमिन बगरमा परिणत भएका छन्, केही सुकुम्बासी बनेका छन् भने कतिपय पेट पाल्न भारततिर जाने गर्छन्। त्यसैले दोदा र चौधर नदी, लालझाडी र बेलडाँडी क्षेत्रमा गुरु योजना तयार गरी दीर्घकालीन समाधानका लागि बलियो तटबन्ध निर्माण तत्काल प्रक्रिया अगाडि बढाउन सम्मानीय सभामुखज्यू मार्फत सरकारसँग माग गर्दछौँ। उक्त दोदा नदी बग्ने लालझाडी क्षेत्रमा राणा थारू समुदायको बाक्लो बस्ती रहेको र सामाजिक उत्पीडनमा रहेका राणा थारूहरूको उत्थानका लागि पनि सरकारले राणा थारू संरक्षित क्षेत्र घोषणा गरी राणा थारू क्लस्टर सूचीकृत गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारसँग विशेष माग गर्दछौँ। धन्यवाद। माननीय सदस्य झबीलाल डुम्रे। सम्माननीय सभामुख महोदय, म आज स्याङ्जा जिल्लाका नदीहरूको पीडाको बीचबाट बोलिरहेको छु। कालीगण्डकी, आँधी खोला र ज्याग्दी खोलामा केवल पानी मात्र बगिरहेको छैन, यी नदीहरूले त्यहाँको सभ्यता, संस्कृति, कृषि र जनजीवनलाई पुस्तौँदेखि जीवन दिएका छन्। तर दुर्भाग्य आज तिनै नदीहरूमा मानवीय लोभ, अव्यवस्थित दोहन र कमजोर नियमनका कारण पीडामा छन्। प्रकृतिले दिएको सम्पत्ति केही सीमित व्यक्तिको नाफाको माध्यम बन्नु हुँदैन।
यदि आज नदीहरू जोगाउन सकिएन भने भोलि बस्ती, खेती र मानव जीवन जोगाउन कठिन हुनेछ। त्यसैले नदीजन्य पदार्थको वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कनको कडाइका साथ कार्यान्वयन र अवैध उत्खननमा संलग्नमाथि कठोर कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। स्याङ्जा मात्रै होइन, देशभरका नदीहरू आज मौन भएर आफ्नै अस्तित्व बचाइदिन पुकार गरिरहेका छन्। विकास निर्माणमा नदीजन्य सामग्रीको प्रयोग आवश्यक छ, तर त्यो उत्खनन पावर र पाखुराको भरमा होइन, विधिसम्मत, वैज्ञानिक र दिगो हुनुपर्छ। धन्यवाद। मान्य सदस्य टीका सङ्ग्रौला। सम्माननीय सभामुख महोदय, हाम्रो देशको नक्सा हेर्दा कर्णाली, सुदूरपश्चिम र मधेस नेपालकै भूभागभित्र पर्छन्, तर विकासको नक्सा हेर्दा अझै पनि राज्यको पहुँचबाट निकै पर छन्। काठमाडौँमा रेल र सुरुङ मार्गको बहस चलिरहँदा कर्णालीमा डोकोमा बिरामी बोकेर घन्टौँ हिँड्नुपर्ने अवस्था छ। सहरमा अवसरको बहस भइरहँदा मधेसका युवाहरू तातो घाममा बेरोजगार हिँडिरहेका छन्। राजधानीमा डिजिटल प्रविधिको कुरा चलिरहँदा सुदूरपश्चिममा नेटवर्क समस्याको कारणले गर्दाखेरि फोनमा कुरा गर्न पनि रुखमा चढ्नुपर्ने अवस्था छ। सभामुख महोदय, साँच्चै आज सुदूरपश्चिमका विकट पहाडहरू विकासको प्रतीक्षा गरिरहेका छन्। कर्णालीका गाउँहरू समृद्धिको उज्यालो आउने बाटो हेरिरहेका छन्। मधेसका फराकिला फाँटहरू सिङ्गो राज्यलाई भात खुवाउन तयार छन्, तर सिँचाइ, मल र बजारको अभावको कारणले गर्दाखेरि निरीह र चिराचिरा परेर फुटेका छन्। यस कारणले बजेट विनियोजनका नीति सिद्धान्त र प्राथमिकतामाथि बहस गर्दै गर्दा सम्माननीय सभामुख महोदय मार्फत नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु। मान्य सदस्य ठाकुर सिंह थारू। सम्माननीय सभामुख महोदय, म बर्दिया निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधित्व गरिरहँदा म बर्दियाका कुराहरू बोल्न गइरहेको छु। बर्दिया जिल्ला यस्तो जिल्ला हो जहाँ 50,000 हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गर्दछ र 2,50,000 मेट्रिक टन धान उत्पादन हुने गर्दछ। यो देशकै चौथो जिल्ला हो जसले धान उत्पादन गरेर मुलुकलाई पाल्ने गरेको छ। त्यसै गरी यो चौथो जिल्ला हो यो गहुँ उत्पादनका लागि, जहाँ यो लुम्बिनी प्रदेशको पहिलो हो। तर यही जिल्ला मल र खाद्यका लागि यो खेतीको सिजनमा तर्पिनु परिरहेको छ। अहिले खेतीको सिजन नजिकै गर्दा बर्दियाका किसानहरू फेरि पनि मलबाट तर्पिरहनु पर्ने आवश्यकता छ। सभामुख महोदय, बर्दिया जिल्लालाई मात्रै 12,000 टन युरिया, पोटास, मल आवश्यकता पर्दछ र यो सीमासँग जोडिएका कारण, यो जिल्ला सीमासँग जोडिएका कारण भारतको निर्भरमा मल। मान्य सदस्य तारा विश्वकर्मा। सम्माननीय सभामुखज्यू, म आज यस सम्मानित सदन मार्फत ललितपुर क्षेत्र नम्बर 1 अन्तर्गत पर्ने दक्षिण ललितपुरका गाउँपालिकाहरूमध्ये रहेको गम्भीर नेटवर्क तथा इन्टरनेट समस्याप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सङ्घीय राजधानीसँग यति नजिकै भएर पनि त्यहाँका नागरिकहरू आजसम्म भरपर्दो मोबाइल नेटवर्क र इन्टरनेट सेवाबाट वञ्चित छन्। धेरै ठाउँमा फोन लाग्दैन, इन्टरनेट चल्दैन, आपतकालीन अवस्थामा समेत सम्पर्क गर्न कठिन छ। यसको असर विद्यार्थीहरूको पढाइ, स्थायी व्यवसाय तथा दैनिक जनजीवनमा परेको छ। सामान्य सञ्चार सेवाका लागि नागरिकहरू अझै डाँडाकाँडा चढ्न बाध्य छन्। एकातर्फ हामी डिजिटल नेपालको कुरा गरिरहेका छौँ, अर्कोतर्फ राजधानी नजिकैका नागरिक आधारभूत सञ्चार सेवाबाट वञ्चित हुनु दुःखद विषय हो। त्यसैले म नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा सेवा प्रदायक निकायलाई दक्षिण ललितपुरको नेटवर्क समस्यालाई तत्काल प्राथमिकतामा राखी स्थायी समाधान गर्न जोरदार माग गर्दछु। धन्यवाद। मान्य सदस्य ताहिर अली भाट। सम्माननीय सभामुख महोदय, 6 महिनादेखि कैन्सर रोगीको औषधि सिस्प्लाटिन र कार्बोप्लाटिन सार्टेज छ, बजारमा पाइरहेको छैन। व्यवस्था होस् र कैन्सर पीडित र हृदय रोगको अपरेसन गर्दा स्थानीय निकायको सिफारिसमा 1 लाख, प्रदेशको सिफारिसमा 2 लाख अहिले रोकिएको छ। तत्काल यो खुला गरिदिनु पर्यो र नेपाली मुस्लिमको मदरसा सामुदायिक विद्यालय जस्तै पढाइ हुन्छ, तर त्यसको व्यवस्था सरकारले
त्यति गरेको छैन। समुचित व्यवस्था मदरसाको होस्। धन्यवाद। मान्य सदस्य तौफिक अहमद खान। सम्माननीय सभामुख महोदय, लुम्बिनीमा जन्मिएको बुद्धले संसारलाई युद्ध होइन, शान्ति, विभाजन होइन, करुणा र द्वन्द्व होइन, सह अस्तित्वको मार्ग देखाउनु भयो। लुम्बिनी र बृहत्तर लुम्बिनीको क्षेत्रको समग्र जिम्मेवारी पाएको लुम्बिनी डेभलपमेन्ट ट्रस्ट आज गम्भीर संस्थागत चुनौतीबाट गुज्रिरहेको छ। 2058 सालदेखि हालसम्म खुल्ला प्रतिस्पर्धा मार्फत स्थायी कर्मचारी नियुक्ति हुन नसक्नु अत्यन्त दुःखद विषय हो। 10 जनशक्ति अभाव संस्थाको कार्य सम्पादन, योजना कार्यान्वयन तथा सम्पदा संरक्षण प्रत्यक्ष असर परेको छ। त्यसै गरी राजनीतिक आधारमा नियुक्त नेतृत्व, स्पष्ट विजन, दीर्घकालीन मिशन तथा संस्थागत सुधारप्रतिको प्रतिबद्धतामा जहिले कमजोर देखियो। 2074 सालदेखि निरन्तर प्रयास हुँदा पनि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ONM स्वीकृति नहुन सक्नुले संस्थाले झन कमजोर बनाएको छ। लुम्बिनी केवल धार्मिक स्थल होइन, नेपालको अन्तर्राष्ट्रिय पहिचान हो, सांस्कृतिक, कूटनीतिक र पर्यटन अर्थतन्त्रको आधार हो। त्यसले लुम्बिनी विकास कोषको तत्काल पुनर्संरचना, 10 जनशक्ति व्यवस्थापन, पारदर्शी नेतृत्व चयन तथा दीर्घकालीन संस्थागत सुधार आजको। मान्य सदस्य दीपक कुमार शाह सुनसरी। सम्मान्य सभामुखज्यू, मान्य सदस्यज्यूहरू, आज म राष्ट्रको गम्भीर विषयमा ध्यान आकर्षण गराउन चाहन्छु। सरकारी संयन्त्रको असक्षमता, राजनीतिक हस्तक्षेप र व्यतिथिका कारण राष्ट्र गौरवका आयोजनाहरू वर्षौँदेखि ढिलाइ भइरहेको छ। विभिन्न अध्ययन अनुसार ठुला आयोजनाहरू 1 वर्ष ढिलो हुँदा देशलाई करिब 235 अरब रुपियाँसम्म आर्थिक क्षति हुने गरेको छ। उदाहरणको लागि भेरी बहु डाइभर्सन बहुद्देश्य आयोजना 2077 सालमै सम्पन्न हुनु पर्नेमा आयोजना आजसम्म पुरा भएको छैन। यसले मात्रै वार्षिक करिब 950 करोड रुपियाँ बराबरको घाटा भइरहेको अनुमान छ। एकातिर बजेट छैन भनेर रोइलो गर्ने, अर्कोतिर वर्षेनी करिब 235 अरब रुपियाँ आर्थिक क्षति रोक्न पुरानो सरकारको पहल के थियो? त्यसैले सामान्य प्रधानमन्त्रीलाई संसदमा बोलाएर केवल प्रश्न उत्तर गराउनुभन्दा सरकारी संयन्त्रलाई सक्षम बनाउने, स्थिति बसाल्ने र राजनीतिक हस्तक्षेप हटाउने काम आवश्यक छ। बरु यस्ता आयोजनामा भएको ढिलाइ र मान्य सदस्य धनञ्जय रेग्मी। सम्मान्य सभामुख महोदय, आज म 3टा कुरा उठाउन गइरहेको छु। सबभन्दा पहिला चाहिँ सोसल मिडिया कन्टेन्ट। स्याङ्जा जिल्लाको कुनै व्यक्तिले केही पैसा ऋण दिएर ऋण हो म तिर्छु भन्दै गर्दाखेरि मसँग उसलाई जोड्दै भाग्यो भन्ने आरोप लगाएर फरार भन्ने जस्ता धेरै सोसल मिडिया कन्टेन्टहरू मैले देख्दैछु। तर यस्तै खालका विभिन्न मान्यज्यूहरूसँग पनि जोडेर लेखिएको पाएको छ। यस्तालाई यस्तो दिग्भ्रमित गर्ने, मान्छेको चरित्र हत्या गर्ने र यस्तै कुरालाई हामीले केही पनि कारवाही नगर्ने हो भने यसले चाहिँ यो समाजलाई कहाँ पुर्याउला त्यतातिर मैले भन्न चाहेँ। दोस्रो, स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा स्थानीय सरकारले शिक्षकहरूको जथाभावी केही आस्थाका भरमा सरुवा गरेर दुःख दिइरहेको कुराहरू आइरहेको छ। 4-5 जना शिक्षकहरूले मलाई फोन गरिसक्नु भएको छ। सँगसँगै अन्य पालिकामा नि त्यही खालको कुनै राजनीतिक हिसाबले अथवा व्यक्तिगत हिसाबले शिक्षकहरूलाई दण्डित गरिँदैछ। त्यतातिर ध्यान जाओस् भन्न चाहन्छु। बर्खा नजिकै छ, सामुदायिक विद्युतले जुन विद्युत प्रदान गरिरहेको छ, स्याङ्जामा 5वटा ठाउँमा त्यो खालको विद्युतहरू उपलब्ध गराइएको छ। त्यो सबै ठाउँमा बारम्बार ट्रान्सफर्मर जाने। माननीय सदस्य धनेन्द्र कार्की। सम्माननीय सभामुख महोदय, बाटो छ, एम्बुलेन्स नै हिँड्न समस्या छ। सिन्धुलीको माझीटार चकमकै कटारी सडक तथा गोदार डका चकमकै बाहुन तिल्पुङ हुँदै नवलपुर जोड्ने सडक वर्षौँदेखि अलपत्र अवस्थामा छन्। यी सडकहरू निर्माणका लागि पटक पटक ठेक्का लाग्ने, टुक्रे बजेट विनियोजन हुने, तर पर्याप्त बजेट अभावका कारण काम समयमा सम्पन्न हुन नसक्ने अवस्था दोहोरिएको छ। जिल्लाकै कालोपत्रले नजोडिएको एकमात्र 3 पाटन गाउँपालिका हुँदै 4 पालिका जोड्ने मुख्य 2 सडकको अवस्था यस्तो छ कि नागरिकको अकल्पनीय शास्ति खेप्नु परिरहेको छ। यी सडक केवल स्थानीय तह जोड्ने मार्ग मात्र होइनन्, तराई, पहाड र हिमाल क्षेत्र जोड्ने महत्त्वपूर्ण जीवन रेखा हुन्। त्यसैले सम्माननीय सभामुख मार्फत सरकार समक्ष मेरो विशेष आग्रह, यसपटकको बजेटमा यी दुवै सडकलाई विशेष प्राथमिकतामा राखी पर्याप्त बजेट विनियोजन गरियोस् र निर्माण कार्य 83मै सम्पन्न हुने वातावरण बनाइयोस्। सरकारको विशेष ध्यान जाओस्। धन्यवाद। मान्य सदस्य धर्मराज केसी। सम्मानीय सभामुख महोदय, वर्षायामको सुरुवातसँगै कृषकहरू
माना छरेर मुरी फलाउने खेतीपातीमा व्यस्त हुन थाल्नुहुन्छ। तर लमजुङका कैयौँ कृषकहरू अझै आकाशे वर्षाको भर पर्नुपर्ने दुःखदायी अवस्थामा हुनुहुन्छ। भएका नहरहरू पनि जीर्ण अवस्थामा रहेकाले सिँचाइको समस्या यसपटक झनै टड्कारो हुने देखिन्छ। तत्कालीन अवस्थामा राष्ट्रकै महत्त्वपूर्ण सिँचाइ मध्येका आयोजनाहरू हुन् हाँडेटार सिँचाइ आयोजना र राइनस्टार सिँचाइ आयोजना। हाँडेटार सिँचाइ आयोजना अहिले बन्द हुने अवस्थामा बन्दकै अवस्थामा छ भने राइनस्टार सिँचाइ आयोजना पनि लगभग बन्द हुने अवस्थामा पुगेछ। सो नहरको राइनस नगरपालिका 7 र 8 मा रहेको करिब 1200 हेक्टर जग्गा यसै वर्ष बाँझो रहने अवस्थामा छ। सोको पुनर्निर्माण तुरन्त सुरु गर्न म सम्माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र डिभिजन सिँचाइ कार्यालय र पूर्वाधार विकास कार्यालय मार्फत जिल्लाभरि रहेका सिँचाइ समस्याहरू पहिचान गरी तुरन्त सिँचाइको समस्या मिलाउन व्यवस्था गरियोस् भन्ने माग गर्दछु। धन्यवाद। अन्य सदस्य ध्रुवराज राई। सोही ढोले सोही केन्द्रीय सरकार खोइ। सम्माननीय सभामुख महोदय, यति बेला मैले आजभन्दा धेरै अगाडि चैत 1 र 2 गते हावाहुरीले उडाएको जनताहरूको घरको विषयमा मैले सदनमा सरकारलाई अनुरोध गरेको थिएँ। आजसम्म पनि केन्द्रीय सरकारबाट कुनै राहत 65वटा घरमा पुगेको छैन। त्यस्तै गरेर 8वटा स्कुलहरूको छानाहरू उडाएको मैले तपाईँहरूलाई यहाँ अवगत गराएको थिएँ। मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ। गृहमन्त्रीलाई हामीले भेटेर भनेको थियौँ यो आवाजहरू जनताको आवाजहरू भोजपुरे जनताको आवाजहरू नसुनेको कुरा यो आज मैले उभौली साकेलाको शुभकामनासँगै म अब चाहिँ सुन्नुहुन्छ कि भनेर अनुरोध गर्न चाहन्छु। भोजपुर यस्तो ठाउँ हो, तपाईँ आज मान्यज्यूहरू सब यो सदनमा बस्ने वातावरण बनाउने ठाउँ हो। राणा शासनले सत्ता लिइरहँदा भोजपुरे जनताहरूले पहिलोचोटि राणाहरूको शासन कब्जा गरेको ठाउँ हो। त्यहाँ बालागुरु षडनन्दहरूको ठाउँ हो। त्यो चाहिँ योगमायाहरूको ठाउँ हो। धेरै वीर अग्रजहरूको र ऐतिहासिक ठाउँ हो। यसमा सम्पूर्ण मान्य सदस्य नरेन्द्र कुमार केरुङ। सम्मान्य सभामुख महोदय, सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरूको भान्सामा चाहिने अत्यावश्यक वस्तु औषधि लगायतका विषय आयात गर्ने सन्दर्भमा नागरिकलाई आतंकित गर्ने सरकारको निर्णयलाई हरकतलाई अदालतले रोकेको आदेश अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या जिउँका त्यौँ छ। सर्वसाधारण जनताको पेटमा लात्ती हान्नको सट्टामा ठुला ठुला तस्करहरूलाई समाउन म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। निवर्तमान गृहमन्त्रीज्यू प्रकरणमा छानबिन समिति गठन भएको छ, केही दिनमा म सफाई पाउँछु भन्ने उहाँको अभिव्यक्तिले 3वटा विषयका विज्ञ सम्मिलित आयोग सत्ता र शक्तिको आश र त्रासमा निष्पक्ष छानबिन गर्ने दायराबाट नउम्कोस्। उम्कियो भने सरकारकै सुशासन सम्बन्धी दिनहुँ जप्ने गायक। मान्य सदस्य नरेन्द्र कुमार गुप्ता। सम्मान्य सभामुख महोदय, म पुनः किसानहरूकै विषयलाई म उठान गर्न चाहन्छु। खेतीको समय एकदमै नजदिक आइसकेको छ। मल खादको व्यवस्थापन अझ पनि हुन सकेको छैन। म सरकारको पुनः म ध्यान आकर्षण गराउन चाहन्छु। यसै गरी राणाकालीन समयदेखि तराई मधेसको यातायात सहज पहुँच विस्तार गर्ने लक्ष्य अनुरूप हुलाकी राजमार्ग पोस्टल हाइवे झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदरीसम्मको भूभागलाई जोड्ने गर्दछ। तर यो राजमार्ग नेपाल सरकारको कहिले पनि प्राथमिकतामा बजेट प्राथमिकतामा परेको देखिँदैन। के यो भूमि नेपालको होइन र? यो भूमि नेपालको हुँदाहुँदै पनि तराईका र मधेसका मानिसहरूको आवागमनमा ठुलो समस्या परिरहेको देखिन्छ। यसलाई तराई मधेस राष्ट्रिय राजमार्गको रूपमा 4 लेनको सडक निर्माण गरेर यदि त्यसलाई व्यापारिक मुख्य चाहिने सहरहरूसँग जोड्ने हो भने आर्थिक गतिविधिलाई यसले ठुलो टेवा पुर्याउँछ भन्ने मलाई लाग्छ। जस्तै भैरवादेखि वीरगञ्ज जनकपुर हुँदै यो बाटो मान्य सदस्य नीतिमा भण्डारी कार्की।
सम्मान्य सभामुख महोदय, सरलाई एकको प्रतिनिधित्व गरिरहँदा एउटा निकै महत्त्वपूर्ण कुरा राख्न चाहन्छु। सर्लाहीको मुख्य समस्या भनेको सिँचाइ पनि हो। बहुप्रतिष्ठित सुनकोशी मरिन ड्राइभ ठेक्का लाग्दैछ भन्दा हामी धेरै खुसी भएका थियौँ, किनकि अब केही वर्षमै सिँचाइको समस्या समाधान हुन्छ भन्ने थियो। तर डिपिआरको अध्ययन गरेपछि सर्लाही एकको किसानलाई मरिन ड्राइभर्सन कागलाई बेल पाक्यो हर्षना विस्मात जस्तै छ देखिएको छ। हालको संरचना बागमती नदीको होचो स्थानमा भएकोले सर्लाही एकका धेरै खेतीयोग्य जमिन रहेको उत्तरी बेल्ट र दक्षिणी बेल्टमा सिँचाइबाट वञ्चित हुने अवस्था देखिएको छ। सकेसम्म यो डिपिआरमै परिवर्तन गर्ने वा सिन्धुलीको कपिला कोटमा शाखा नहर निर्माण गर्न तत्काल डिपिआर तयार गरी निर्माण कार्य अगाडि बढाउन आवश्यक छ। यसकारण सिन्धुलीको कपिलाकोट क्षेत्रबाट शाखा नहर निर्माण गरी लालबन्दीको माथिल्लो क्षेत्रमा पानी खसाल्न सके सुखा क्षेत्र रहेको चुरेको उत्तरी भेग रिचार्ज हुन्छ र सर्लाही एकको मात्र होइन महोत्तरीका किसान समेत लाभान्वित हुने थिए। यसले खेती उत्पादन बढाउने, युवाको विदेश पलायन रोक्ने र राजधानी। माननीय सदस्य निराशा चौधरी डगौरा। सम्मानीय सभामुख महोदय, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 1 का जनताले आज पनि दुई गम्भीर समस्याको पीडा भोगिरहेका छन्। पहिलो, कृषि क्षेत्र दिन प्रतिदिन सङ्कटतर्फ ढकेलिँदै गएको छ। किसानको हातमा लाल पूर्जा हुँदाहुँदै पनि सहज रूपमा कृषि ऋण प्राप्त हुने अवस्था छैन। मल बिउ सिँचाइ र बजार व्यवस्थापनको अभावले उत्पादन लागत बढेको छ, तर किसानले आफ्नो पसिनाको उचित मूल्य पाउन सकिरहेका छैनन्। यसले कृषिप्रति युवाको आकर्षण समेत घट्दै गएको छ। दोस्रो, डुबान कटान र पूर्वाधारको समस्या यस क्षेत्रको दीर्घ पीडा बनेको छ। वर्षायाममा डोडा र महाकाली लगायत नदीमा हुने कटान तथा डुबानले बस्ती, खेतीयोग्य जमिन र सडकहरू हरेक वर्ष जोखिममा पर्ने गरेका छन्। सीमा क्षेत्रका नागरिक अझै पनि गुणस्तरीय सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका आधारभूत सेवाबाट पूर्ण रूपमा लाभान्वित हुन सकेका छैनन्। सरकारसँग कञ्चनपुर क्षेत्र नम्बर 1 का माननीय सदस्य निशा डागी। सम्माननीय सभामुख महोदय, क्षेत्रमा जाँदै गर्दा धेरै आमा बुवाहरूले आँखाभरि आँसु बनाएर लागु औषधबाट आफ्ना छोराछोरीको रक्षा गर्न आह्वान गरिराख्नु भएको हुन्छ। झापा 1 निर्वाचन क्षेत्र मात्रै होइन, प्रत्येक सीमा नाकामा भएका क्षेत्रहरूमा यो समस्याहरू हामीले देख्न र सुन्न पाउँछौँ। सभामुख महोदय, नेपालमा लागु औषधको प्रयोग र ओसार पोसार आज बढ्दो राष्ट्रिय समस्याका रूपमा देखा परिरहेको छ। लागु औषध नियन्त्रण ब्युरोको तथ्याङ्क अनुसार देशमा करिब 1,50,000 भन्दा बढी लागु औषध प्रयोगकर्ताहरू रहेका छन्। विशेष गरी सीमा नाकामा लागु औषधको समस्याले विकराल अवस्था सृजना गरिरहेको छ। त्यसैले म सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु र यो 5 वर्षमा से नो टु ड्रग्स जस्ता अभियानहरू सञ्चालन गर्नको लागि अनुरोध समेत गर्न चाहन्छु। त्यसै गरी सीमा नाकाहरूमा लागु औषध ओसार पोसारमा कडाई मात्रै होइन, लागु औषध प्रयोगकर्तालाई पुनर्स्थापनाको व्यवस्थापन गर्न समेत म आह्वान गर्न चाहन्छु। र अन्त्यमा म फेरि दोहोर्याउन चाहन्छु सभामुख महोदय, यो 5 वर्षमा लागु औषध प्रयोग शून्य बनाउन सरकारले सकेसम्म के माननीय सदस्य निष्कल राई। सम्माननीय सभामुख महोदय, झरी पर्ने बित्तिकै मलाई मेरो क्षेत्रको कलङसिङ, मजुवा, पिउरे, गोर्खे, प्याङ, जमुना, समालबुङ लगायतका गाउँहरूको चिन्ता हुन्छ। गएको वर्षको पहिरोले ती गाउँहरूमा ठुलो क्षति पुर्यायो। असोज 28 र 29 गतेको विपदले इलाम जिल्लामा 39 जनाले ज्यान गुमाए, 711 परिवार विस्थापित भए, 940 घरमा क्षति पुग्यो, अन्य भौतिक पूर्वाधारमा ठुलो क्षति भयो। मुख्य सडकमा यातायात सञ्जालमा पनि समस्या छ। विपद लगत्तै सरकारले जिल्लालाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्यो। पुनर्निर्माण र पुनर्स्थापनामा 11 अर्ब 81 करोड रुपियाँभन्दा बढी लाग्ने अनुमान छ, तर 5 करोड 30 लाख मात्र सरकारले विनियोजन गरेको छ। त्यसबाहेक प्रगति के भएको छ भन्ने जानकारी छैन। 1 वर्ष बित्न लाग्यो, पुनर्विपदको मौसम सुरु हुँदैछ। त्यसैले विपद पीडितलाई पुनर्स्थापना र व्यवस्थापन, विपदको पूर्व तयारी, मेची राजमार्ग, चिसापानी राजद्वाली खण्ड, बिर्तामठ बेलासे सहितका सडकको समस्या समाधान लगायत अन्य आवश्यक विषयमा सरकारले कार्य अविलम्ब अगाडि बढाओस्। सम्माननीय सभामुख महोदय मार्फत म माग गर्दछु। धन्यवाद। जय नेपाल। माननीय सदस्य निनु कुमारी कर्ण। सम्मान्य सभामुख महोदय,
एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा र सम्बन्धित सांसद सम्पर्क विहीन भएको बन्दै सडकमा न्याय खोजिरहेकी छिन्। एउटा विदेशी नागरिक महिलालाई प्रेमजालमा फसाउने, भावनात्मक ब्ल्याकमेल र जेलमा फसाएर अल्पत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ? सभामुख महोदय, यो घटनाले आज प्रत्येक नारी शक्तिको मनमा गम्भीर प्रश्न उठेको छ। यदि यो घटना सत्य हो भने केवल व्यक्तिगत नैतिकताको प्रश्न नभई विश्वसनीयसँग जोडिएको विषयमाथि नै गम्भीर प्रश्न हो। कहिलेसम्म नारीहरूको अस्मितामाथि यस्ता किसिमका प्रभाव सहने हामी महिलाहरू? पीडित महिलाले न्याय पाउनुपर्छ, दोषी भए कारबाही हुनुपर्छ। त्यसैले म सम्मान्य सभामुख मार्फत सरकारसँग यथाशीघ्र यस विषयमा सत्य तथ्य जानकारी गरी संसदलाई जानकारी गराउन माग गर्दछु। धन्यवाद। मान्य सदस्य पवित्रा विक। सम्माननीय सभामुखज्यू, संविधानको धारा 40 को 2 मा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्ति सहितको निःशुल्क शिक्षा व्यवस्था गरिएको छ र प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुन बमोजिम व्यवस्था गरिएको छ। तर देशैभरिका सामुदायिक विद्यालयहरूले शुल्कहरू लिइरहेको अवस्था छ। यो विद्यालय देशैभरिका विद्यालयलाई निःशुल्क शिक्षा अनिवार्य गर्नको लागि पत्राचार गरियोस् भनेर यसै सदन मार्फत म हार्दिक अनुरोध गर्न चाहन्छु र दलित विद्यार्थीलाई 400 को दरले छात्रवृत्तिको व्यवस्था गरिएको छ। यो 400 अघिल्लो सरकारले गरेको छात्रवृत्तिमा अहिलेको सरकारले